पछिल्लो समयमा राम्रो सिप सिकेको योग्य वेटरको डिमान्ड कतिको छ तपाईँहरू आइडिया पनि लाउन सक्नुहुन्न। यदि कसैलाई थाहा छ भने पनि वेटरलाई आफ्नो प्रोफेसन बनाउन चाहनुहुन्न, किनभने तपाईँहरू यसमा फ्युचर देख्नुहुन्न। तर तपाईँहरूले राम्रोसँग सिप सिकेर वेटरलाई आफ्नो प्रोफेसन बनाउनु भयो भने तपाईँहरूलाई राम्रा राम्रा अवसरहरू मिल्न सक्छन्। स्वदेशमै 5 स्टार होटेल लजहरू अनि राम्रो राम्रो ठुलो ठुलो रेस्टुरेन्टहरूमा तपाईँहरूलाई राम्रो अवसर मिल्न सक्छ, राम्रो सेवा सुविधा सहित। साथै तपाईँहरू विदेश जान चाहनुहुन्छ भने पनि अहिले विदेशी क्षेत्र दुबई कतारहरू जस्ता देशहरूमा, जापानहरू अनि यस्ता विभिन्न देशहरूमा तपाईँहरूलाई राम्रो अवसरहरू मिल्न सक्छ। त्यसैले तपाईँहरू एउटा योग्य वेटर बन्न चाहनुहुन्छ भने राम्रोसँग सिप सिक्न र यो पदलाई बुझ्न आवश्यक छ। त्यसैले यसको योभन्दा पहिले वेटरको भिडियोमा मैले तपाईँहरूको लागि जनरल सिपहरू सहित वेटरको बारेमा विस्तृत रूपमा जानकारी दिएको छु, जुन भिडियो तपाईँहरू आई बटनमा या त हाम्रो प्रोफाइलमा गएर पनि हेर्न सक्नुहुन्छ। साथै आजको यस भिडियोमा म वेटरका फङ्सनल स्किलहरू, कार्यगत सिपहरूको बारेमा कुरा गर्नेछु। यदि तपाईँहरू पर्पर वेटर बनेर जानुहुन्छ भने त्यहाँभित्र तपाईँहरूले कस्तो कस्तो सिपहरू तपाईँलाई युज हुन सक्छ या त कस्तो कामहरू गर्न सक्नुहुन्छ त्यसको बारेमा विस्तृत रूपमा जानकारी दिनेछु। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियोको वास्तविक मुद्दा उठाउनु पूर्व तपाईँहरू यो बुझ्नुहोस् कि वेटरको काम एकदमै जिम्मेवारीको काम हो। यदि तपाईँहरू कुनै पनि ठाउँमा कुनै पनि रेस्टुरेन्टमा वेटर बनेर जानुहुन्छ भने त्यो रेस्टुरेन्टको लागि कुक जति इम्पोर्टेन्ट हुन्छ त्यति नै इम्पोर्टेन्ट हुन्छ वेटर। सो अब हामी कुरा गरौँ भिडियोको वास्तविक मुद्दा, वेटरका कार्यगत सिपहरू, फङ्सनल स्किल्स अफ वेटरहरू। सो पहिलो सिप रहेको छ ग्राहक सेवा सिप। कस्टमर सर्भिस स्किल एकदमै इम्पोर्टेन्ट हुन्छ, जसमा तपाईँहरू नम्र व्यवहार गर्न सक्नुपर्छ, मुस्कानसहित ग्राहकको स्वागत गर्ने र ग्राहकहरूसँग डिल गर्नुपर्छ। साथै ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर तपाईँहरूले काम गर्नुपर्छ र ग्राहकको आवश्यकताहरू पूर्ति गर्नुपर्छ। साथै गुनासो व्यवस्थापन सिपहरू पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यस्तै अर्को सिप रहेको छ टेबल ह्यान्डलिङ सिप, जसमा तपाईँहरू टेबल कुर्सीहरू सफा राख्नुपर्छ, कुर्सीहरू मिलाउने, टेबलहरू मिलाउने र सर्भिस सेटअपहरू जस्तो कि प्लेट, ग्लास अनि यस्ता विभिन्न चिजहरू हुन्छन् नि, त्यसलाई पनि सही तरिकाले व्यवस्थापन गर्न तपाईँहरूले सिक्नुपर्छ। साथै अर्को सिप रहेको छ अर्डर टेकिङ स्किल, जुन तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट हुनसक्छ, किनभने ग्राहकहरूको तपाईँहरूले अर्डर लिनुपर्छ, जसलाई चाहिँ तपाईँहरूले छिटो र स्पष्ट नोट गर्नुपर्छ। र यदि तपाईँहरूको रेस्टुरेन्ट होटेलहरूमा POS जस्ता प्रणालीहरू छन् भने ती प्रणालीहरूको बारेमा पनि जानकारी दिने र ती प्रणालीहरूको पनि प्रयोग गर्नुपर्छ तपाईँहरूले। त्यस्तै अर्को सिप रहेको छ ट्रे ह्यान्डलिङ, जसमा तपाईँहरूलाई ट्रेलाई सही तरिकाले समात्न सिक्नु पर्यो, ट्रेमा सही तरिकाले खानाहरूलाई मिलाउन सिक्नु पर्यो र ट्रेमा खानाहरू खस्न नदिने र त ट्रेलाई खस्न नदिने तपाईँहरूले सिक्नुपर्छ र खानालाई तपाईँहरूले छिटो, थरितो र सुरक्षित ढङ्गले डेलिभर गर्न सिक्नुपर्छ। त्यस्तै अर्को रहेको छ कस्टमर ह्यान्डलिङ स्किल, ग्राहकहरूलाई कसरी ह्यान्डल गर्ने त्यो तपाईँहरूले सिक्नुपर्छ। कुनै ग्राहकहरू चर्को बोल्ने, कुनै ग्राहकहरू रिसाउने हुनसक्छ नि त, काम गर्दा त विभिन्न चुनौतीहरू आउँछन्, ती चुनौतीहरूलाई त तपाईँहरूले समाधान गर्न सिक्नु पर्यो नि त। त्यसै कारणले ग्राहकको विशेषता अनुसार तपाईँले व्यवहार देखाउनुपर्छ र विशेष अनुरोध हुन्छ कुनै ग्राहकहरूको, ती अनुरोधहरूको पनि तपाईँहरूले हेर्नु पर्यो र ती अनुरोधलाई पनि तपाईँहरूले प्राथमिकता दिनुपर्छ र तपाईँले त्यहाँ एउटा राम्रो व्यवहार प्रस्तुत गर्नुपर्छ ग्राहकहरू सामु। त्यस्तै अर्को सिप रहेको छ फुड सर्भिङ स्किल। तपाईँहरू कुनै पनि रेस्टुरेन्टमा फुड सर्भ गर्नुहुन्छ भने तपाईँहरू वेटर बनेर जानुहुन्छ अनि फुड सर्भ गर्नुहुन्छ भने सकेसम्म दाहिने हातले नै फुड सर्भ गर्नुपर्छ र तपाईँहरू खाना सर्भ गर्नुहुन्छ भने सफा र सन्तुलित तरिकाले सर्भ गर्नुपर्छ र सर्भ गर्दा संवाद कायम गर्नुपर्छ। तपाईँहरू खाना सर्भ गरेर आउने होइन कि यहाँ तपाईँहरू हल्का केही तरिका राम्रो तरिकाले बोलेर हुन्छ नि त, जस्तो कि इन्जोय योर मिल, खानाको आनन्द लिनुहोस् जस्ता शब्दहरू प्रयोग गर्न सक्नुपर्छ, जस कारणले गर्दा ग्राहकहरू सन्तुष्ट हुन सक्नुहुन्छ। त्यस्तै अर्को एकदमै इम्पोर्टेन्ट रहेको छ मेनुको ज्ञान हो। तपाईँहरू मेनु नलेज तपाईँहरूमा हुनैपर्छ यदि वेटर बनेर जानुहुन्छ भने, जसमा चाहिँ तपाईँहरू सबै परिकारहरूको नाम र तिनीहरूको विशेषता थाहा पाउनुपर्छ र ग्राहकहरूलाई कहिले कसो कुनै पनि खानाहरूलाई सिफारिस गर्न सक्नुपर्छ। जस्तो कि तपाईँहरूको रेस्टुरेन्टमा एउटा स्पेसल केक छ, त्यो केकको विशेषता र त्यो केकलाई तपाईँहरू जुन हुन्छ नि सिफारिस गर्न सक्नु पर्यो, त्यो केक सर्भ गर्न सक्नुपर्छ। साथै कुनै ग्राहकहरू डाइटमा हुन सक्नुहुन्छ, कुनै ग्राहकहरूलाई कुनै प्रकारको एलर्जी हुन सक्छ, जस्तो कि ओइल एलर्जी, फुड एलर्जी, फिस एलर्जी अनि समुद्र खानाहरूको एलर्जी हुन्छ नि त, विभिन्न प्रकारको एलर्जी हुन सक्छ। कुनै ग्राहकहरू भेज हुन सक्नुहुन्छ, कुनै नन भेज हुन सक्नुहुन्छ। त्यहाँहरूलाई खानाको बारेमा जानकारी दिनुपर्छ, यो भेज हो, यो नन भेज हो, यसमा यो मिसाएको छ, यो मिसाएको छैन, तपाईँलाई यो लिँदा उचित हुन्छ, यो लिँदा उचित हुँदैन।
सो यस्तो तरिकाले तपाईहरुले त्यहाँ ग्राहकहरुलाई जानकारी दिनुपर्छ र मेनुहरुको बारेमा तपाईहरुसँग पर्फेक्ट नलेज हुन आवश्यक छ। सो तपाईहरुलाई भिडियोमा भएका जानकारीहरु कस्तो लाग्यो? कृपया एउटा मिठो कमेन्ट गर्न नभुल्नुहोला र केही सुधार्नुपर्ने कुराहरु छन् भने र तपाईहरुलाई केही एक्स्ट्रा नलेजहरु छ त्यो छ भने पनि कमेन्ट गर्न नभुल्नुहोला। साथै तपाईहरुलाई भिडियो कस्तो लाग्यो? भिडियो मन परेको भए भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भेटिनेछौँ यस्तै अरु भिडियोको साथमा, तबसम्मको लागि बाइ बाइ, नमस्कार।